भागवतमा महिलाहरूलाई के भनिएको छ, भागवतले महिलाहरूलाई कसरी लिएको छ भन्ने विषयमा आज अलिकति मलाई चर्चा गर्न मन लागेको छ। आजभोलि महिलाहरूको अधिकारको विषयमा पनि धेरै कुराहरू उठ्ने गरेका छन्। महिलाहरू के हुन्, उपभोग्य वस्तुहरू हुन्, सामान जस्ता हुन्, वस्तुहरू जस्ता हुन् भन्ने खालका कुतर्कहरू गर्ने मान्छेको पनि कमी छैन। खुट्टा भए जुत्ता भन्ने खालका हैन, अपमानित गर्ने खालका पनि कुराहरू छन्। तर महिलाहरूलाई धर्मशास्त्रले कहाँ कहाँ कसरी कसरी चाहिँ उल्लेख गरेका छन् भन्ने विषयलाई हामीले बुझ्न अत्यन्त आवश्यक छ। आजभोलि सप्ताहको रूपमा भागवतको धेरै प्रचार प्रसार गर्ने मान्छेहरूको पनि कमी छैन। तर उनीहरूले भागवतको वास्तविक अर्थ भन्न सकेका छन् कि छैनन्। पुरुषहरूलाई मान्न पर्छ, यो गर्न पर्छ, त्यो गर्न पर्छ त सबैले भन्या सुनिन्छ। स्त्रीहरू स्वयंले पनि भनिरहेछन्। तर पुरुषहरूले स्त्रीहरूलाई कसरी मान्न पर्छ पर्दैन, के गर्न पर्छ भन्ने विषयमा चाहिँ उनीहरूले व्याख्या गर्न सक्दैनन् या बुझ्दैनन् श्लोकको अर्थ, या त्यो कुराले उनीहरूलाई छुँदैनन्। म पढ्दै जाँदाखेरि पहिला पढ्दाखेरि मलाई त्यति त्यो विषयले मनमा बुद्धिमा छोएको थिएन होला सायद। अहिले मलाई के लाग्यो भने मैले अलिकति दृष्टि पनि त्यस्तै राखेर अध्ययन गर्छु आजभोलि। अलिकति मनोविज्ञानसँग सम्बन्धित र महिलासँग बालबालिकासँग सम्बन्धित कुराहरूलाई मैले बढी ध्यानमा राखेर पढ्ने भएको हुनाले यहाँनिर एउटा श्लोक आएको छ। कुन प्रसङ्गमा आएको छ भने जब हस्तिनापुरको राज्य पाण्डवहरूले जितेर आफ्नो हातमा लिइसकेका हुन्छन् र अर्जुन श्रीकृष्णलाई भेट्न भनेर गएका हुन्छन्। त्यो बीचमा धेरै प्रसङ्गहरू हुन्छन्, महाभारतसँगै सम्बन्धित प्रसङ्गहरू हुन्छन्। गान्धारी, धृतराष्ट्र, विदुरहरू वनवास गइसकेपछि युधिष्ठिरले धेरै अपशकुनहरू देख्छन्। ओहो, यस्तो यस्तो देखेँ, के भयो होला, के हुँदैछ, के हुन आँट्यो भनेर धेरै पशु पक्षी, वातावरण, भू हैन, धरा काँपिरहेकी, भुइँचालो गइराखेको, पशु पक्षीहरूले उल्टो तरिकाले कराएको, अपशकुन हुने तरिकाले व्यवहार गरेको देखेपछि अलिकति धृतराष्ट्र त छैनन्, युधिष्ठिरको मनमा थोरै आशंकाहरू हुन्छ, कुनै नहुने कुरा भइहाल्छ कि भन्ने आशंका हुन्छ। र धेरै समयदेखि अर्जुन नफर्किएको, ढिला गरिरहेको, फर्किन ढिला गरिरहेको अवस्थामा अर्जुन